उहाँ यस्तो बुढेसकालमा पनि केही गर्छु पछि कसैसँग हात फाल्न नपरोस् भनेर एउटा युनिक आइडियाका साथ आफैले होटल खोल्दै हुनुहुन्छ। 2-4 दिन भयो उहाँ अङ्कल हाम्रो पसलबाट थोरै थोरै होटलमा चाहिने जति सामान बिस्तारै बिस्तारै जोड्दै हुनुहुन्छ। अस्ति भट्टी चुलो लग्नु भएको थियो, आज आएर चाहिँ नफुट्ने नचर्किने थाली गिलास कचौरा देऊ है भन्नुभयो। मैले टक्क लाएर फेमस स्टिलको थाली गिलास कचौरा देखाइदिए, देख्ने बित्तिकै उहाँलाई पनि मन पर्यो। उहाँको अनुसार पहिला उहाँ चाहिँ सुगरग्रस्त मान्छे, तर अहिले आफैले पकाएको खाना खाएर शरीरमा सुगरको नामो निशान छैन। के पाइन्छ त नि होटलमा हजुरको भनेर सोधेको। मसला रहित अल्लो, साग, सिस्नु, उल्का, जुम्लाको मास, फाँडो, जुम्लाकै मार्से चामल एकदम अर्ग्यानिक रूपमा पाइन्छ अरे। अब बुढो मान्छे सामान लगेर के हिँड्दै पठाउनु भनेर मैले आफैले बाइकमै छोड्न गएँ। ठ्याक्कै यो हाम्रो डेरीबाट अगाडि जाने बाटोतिर रहेछ। एकचोटि उहाँलाई पनि सेवाको मौका दिनु होला है त। अर्को दिन मैले के पसलमा फेमसको सामान देखाउन सजिलो हुन्छ भनेर टक्क लाएर काउन्टरमाथि यसरी र्याकमा राखेको थिएँ। जो पनि आउनुहुन्छ सबैको नजर यसैमा जान्छ। उहाँ सरले पनि हेर्नुभयो, स्टिल त राम्रो क्वालिटीको रहेछ, यो स्टिल भएपछि त घरमा ऐनै लाउनु पर्दैन रे भन्दै हुनुहुन्थ्यो। किन्न चाहिँ एउटा चिज किन्न आउनु भएको थियो, तर फेमसको स्टिल मन परेर एउटा 1.5 लिटरको दुध बोक्ने मिल्क पोट किनेर लग्नु भयो। ल आजलाई यति नै, बाँकी कुरा गर्दै गरौँला है त। ओके बाई।